जुन हजुरहरूले मेरो हातमा देख्नुहुँदैछ यो मुगी दाल हो र आज म हजुरहरूलाई मुगी दालको रेसिपी देखाउने छु। भिडियोलाई स्किप नगरिकन हेर्नुहोला भनेर रिक्वेस्ट पनि गर्न चाहे। र यसरी कन्टेनरमा मुगी दाललाई हाल्ने अनि हल्का केलाउने, यसमा ढुङ्गाहरू हुन सक्छ कहिलेकाहीँ है, त्यही भएर त्यसपछि पानी एड गर्ने। यो आधा केजी छ मुगी दाल। यसरी पानी एड गरेर मजाले भिजाउने अथवा हामीले होल नाइट पनि भिजाइराख्न सक्छौँ। जति लामो भिजायो त्यति राम्रो। र आज म चाहिँ यसलाई 20 मिनट्स जति मात्र भिजिसके यतिको भएको छ। यतिकोमै म चाहिँ आज बनाउन चाहन्छु, किनकि सर्ट टाइममै बनाउनु पर्यो भनेर है, आज सन्डेको दिन यसो मुगी दालको रेसिपिज बनाउनु पर्यो भनेर सोच भएर बनाउँदैछु। र यसलाई अब मजाले यसरी धुने, मिची मिची सफा धुने है। यस्तो प्रकारले एकदमै जबसम्म क्लिन हुँदैन है, सफा पानी यहाँबाट बग्दैन तबसम्म चाहिँ मजाले धोइरहने। त्यसपछि मिक्सी जारमा हाल्ने, यसरी फाइन पेस्ट गरेको राम्रो हुन्छ है। यसरी हालेर पेस्ट तयार गर्ने। यो पेस्ट भइसकेको छ, अब कन्टेनरमा हाल्ने यसलाई। यस्तो प्रकारले सबै मैले पेस्ट गरिसके र अब यसलाई मजाले यसरी चलाउने, फिट्ने। यस्तो प्रकारले र यसमा पानी एड गर्दै जाने। बेसी बाक्लो पनि नराख्ने है, बेसी पनिलो पनि नबनाउने, मिडियम है, ठिक्कको बनाउने। यसरी फिट्दै फिट्दै त्यसपछि मजाले फिटेपछि यसरी छान्ने, छपनीमा यसरी तार्नेछौँ। यस्तो प्रकारले छान्ने र जुन चाहिँ यो यसरी लेदो हुन्छ यसलाई चाहिँ यसरी राख्ने अर्को कन्टेनरमा। र अब यो यतिको भएको छ र यतिको भएपछि फेरि छान्ने 2 चोटी जति यसलाई पनि। यस्तो प्रकारले मजाले छान्ने। जति यो राम्रोसँगले छान्यो है, जति राम्रो यसको पानी भयो त्यति राम्रो हुन्छ नि त अहिले पकाउँदाखेरि। त्यही भएर चाहिँ एकदमै मजाले यसरी छान्ने। र यसको यो जुन चाहिँ उयो रहन्छ मलखोरो, त्यो मलखोरो रह्यो भने त्यति राम्रो हुँदैन, त्यही भएर मजाले यसरी छान्ने। त्यसपछि यो जुन चाहिँ रहेको लेदो छ यसलाई हामीले टोफूहरू बनाएर खान सक्छौँ, अरू आइटमहरू बनाएर खान सक्छौँ, अथवा सुप पनि बनाएर हामीले खान सक्छौँ। यो जुन चाहिँ रिमेनिङ छ है यसलाई चाहिँ। र अब फाइनली यो भइसक्यो, पकाउनको लागि तयारी। यसलाई चाहिँ हामीले है, मैले अघि पनि भनिहालेँ, टोफू बनाएर खान सक्छौँ, सुप बनाएर खान सक्छौँ, अरू आइटमहरू पनि हामीले बनाएर खान सक्छौँ। यसरी निस्केको जुन चाहिँ लेदो हुन्छ। यस्तो प्रकारले
र अब यसमा यो पानीमा अब हामीले नुन एड गर्ने, हल्दी, टर्मरिक पाउडर, देन आफ्टर घिउ अथवा तेल हाल्न सक्छौँ हामीले। मस्टर्ड ओइल चाहिँ हाल्नु भएन, अरू प्रकारको तेलहरू हाल्न सक्छौँ। र यसरी मजाले तेल, नुन र घिउ हालेर मैले चाहिँ यसरी मजाले फिटाउँदैछु। यस्तो प्रकारले जबसम्म यो मजाले फिटिँदैन तबसम्म मजाले फिट्ने। घिउ त केही छैन, अहिले पकाउँदाखेरि यो मेल्ट भइहाल्छ। यस्तो प्रकारले चाहिँ मजाले चलाउने। अब मजाले फिटिसकेको छ र अब चलाकै गर्ने, यसरी एकदमै कन्टिन्यू चलाइरहने। यस्तो प्रकारले चलाकै गर्ने, हाई फ्लेम राखेर चलाउने। यस्तो प्रकारले बिस्तारै यो अब लिक्विड फर्ममा थियो, सलिड फर्ममा आउँदैछ। हेर्दै जानुहोला है। हजुरहरूले पनि यस्तै प्रकारले बनाएर खान सक्नुहुनेछ यदि मनपर्छ भने हजुरहरूलाई है। मिठो हुन्छ, बानी पनि हो, हामीलाई चाहिँ खाने बानी छ, त्यही भएर यस्तो प्रकारले अब यो लिक्विडदेखि सलिडमा परिणत हुँदैछ। यसरी मजाले यस्तो प्रकारले। वाउ, अब रेडी भइसक्यो, पाकिसक्यो। मजाले पकाउनुपर्छ तर यसलाई चाहिँ मजाले चलाउँदै। र एउटा प्लेटमा हामी राख्नेछौँ यसलाई। यो अब 15 अथवा 20 मिनट जति चाहिँ हामीले सेलाउनुपर्छ, अथवा आधी घण्टाहरूसम्म सेलाउँदा पनि हुन्छ। यसरी मजाले सेलाएर राख्ने। वाउ, यो सेलिसक्यो। यो सफ्ट भएको छ, एकदमै राम्रो भएको छ। यो के होला हजुरहरूले जानिसक्नुभयो खानुहुन्छ भने त है। यो फम्बी हो, फम्बी तयारी भइसकेको छ। र अब यसलाई म काट्दैछु। तयारी भइसक्यो। आज सन्डेको दिन ब्रेकफास्ट मेरो यस्तो रह्यो, मुगी दालको फम्बी बनिसक्यो। यस्तो प्रकारले तयारी भइसकेको छ। र अब म यसमा मस्टर्ड ओइलमा, तोरीको तेलमा नै फ्राई गर्नेवाला छु। पाँचफोरन हाले, तपाईँलाई कुन कुन मनपर्छ त्यो हाल्दा भयो है। प्याज, ओनियन मजाले गोल्डन ब्राउन गर्ने यसलाई। लसुन काटेको। त्यसपछि यो गोल्डन ब्राउन भएपछि टमाटरलाई एड गर्ने, काटेको टमाटर। त्यसपछि हल्दी, सल्ट सबै हालेर यसरी चलाउने। त्यसपछि खोर्सानीको धुलो। यस्तो प्रकारले अब फ्राई हुँदैछ फम्बी। कहिलेकाहीँ खानु मिठो हुन्छ, राम्रो पनि हो है हेल्थको लागि। आज मेरो सन्डेको ब्रेकफास्ट। अब कोरिएन्डर धनिया हाल्ने, हरियो धनिया है।
यसरी हालिसकेपछि तयारी खानको लागि। आउनुहोस् साथीहरू खाउँ है फम्बी, मेरो हातले बनाएको। खानको लागि तयारी। फाइनली फम्बी तयार भइसक्यो र हजुरहरूले पनि यसरी नै घरमा सफा प्रकारले बनाएर खान सक्नुहुनेछ है। र यसरी मैले चाहिँ बनाएर पनि सकेँ। हेर्नुहोस्, फम्बी रेडी भयो। नाइस, मिठो भएछ। यसरी खानु होला है, एकदमै हेल्दी पनि हो। अनि मुगी दालको फाइदाहरू हजुरहरूलाई थाहा छ, यसको फाइदाहरू है एकदमै बेनिफिट छ हेल्थको लागि। मुगी दाल कहिलेकाहीँ यसरी बनाएर हजुरहरू पनि खानु होला। र पुरा भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। र आज मात्र हजुरहरूले यस च्यानललाई हेर्नुहुँदैछ भने प्लिज सब्सक्राइब, लाइक, कमेन्ट एन्ड सेयर गर्न पनि नभुल्नु होला भनेर रिक्वेस्ट गर्दै आजको यस भिडियोबाट बिदा हुन चाहे। र अर्को भिडियोमा हामी फेरि भेट्नेछौँ। सबैजना आफ्नो ख्याल गर्नु होला। ओके, बाई बाई, लभ यु अल, टेक केयर।